हेलो नमस्ते एभ्रिवान धेरै पछि भेट भयो जस्तो लाग्यो मलाई फर्स्ट थिङ फर्स्ट वेलकम टु माई युट्युब च्यानल है एन्ड आई होप यु गाइज आर डुइङ वेल सो मेरो पनि ठिकै नै छ भनौँ है अहिलेसम्म बाँची नै रहेको छु र आज चाहिँ के भ्लग भनौँ मिनी भ्लग हो सो मेरो गिटारको त्यो पिकअप चाहिँ बिग्रिरहेको रहेछ है अनि हिजो अब गिग गएको थिएँ क्या गिगमा अनि कस्तो क्यारोकेमा पो गाउनु परिरहेको कस्तो अनकम्फर्टेबल लाग्छ क्या मलाई चाहिँ ट्र्याकमा गाउनु कस्तो अब चेक पनि गरिनँ पिकअपै दिइरहेको थिएन क्या सो अनि आज जान लाग्यो अहिले चाहिँ यो मिनी भ्लग हो है एन्ड त्यही हो दिस इज माई रुम है कस्तो लाग्यो यसमा पनि कमेन्ट गरिदिनु होला है अनि त्यो चाहिँ मेरो बेड है कन्सर्न रोजको भोकलिस्ट सेक्सन रोज अनि मेरो आइडल भनौँ दुईजना चाहिँ एकदम म्युजिकमा अनि के है त अहिले भेटौँला है म चाहिँ हिँडिसकेको छु है अलिकति भ्लग राम्रो गर्न पाएन कि त्यहाँ दाइ कुदिरहनु भएको छ यता दाइ अलिक भटिङमा हुनुहुन्थ्यो सो भ्लग गर्न पाएन सो एभ्रिवान राम्रोसँग भ्लग गर्न पाएन अघि है अलिअलि इन्ड्राइभ दाइ एकदम वेटिङमा बसिरहनु भयो फेरि मेरो फोन हराएर हामी आइसकेको थियो कि आइसकेको हतारमा आधी बाटो आइसकेको फोनै छैन गोजीमा भ्लग गर्नु पऱ्यो भनेको त अनि हाम्रो इन्ड्राइभ दाइलाई कल गर्न लगाएको फेरि कल लागिरहेछ अनि छिटो घरमै होला भनेर गएको त्यो ठ्याक्कै जुत्ता राख्ने ऱ्याकमा रहेछ म त यस्तो टेन्सन लागिरहेको थियो सिद्ध झरे कि भनेर पैसा भन्दा पनि त्यहाँ चाहिँ मेरो अलिकति इम्पोर्टेन्ट त्यस्तै सामानहरू थियो कि त्यही हो गाइज अहिले चाहिँ अब यो अहिले हामी ठ्याक्कै बागमती रिभर साइडमा छौँ है सो एकदमै ढिलो भइसक्यो क्या त्यो ट्रेजर म्युजिक चाहिँ 6 बजेसम्म मात्रै खोल्छ भनिरहनु भएको थियो यहीँ कति 5:30 हुँदैछ अब हेरौँ भ्याइन्छ होला है दाइ है आधी घन्टामा त पुग्छ है दाइ है आधी घन्टा ल गाइस त्यहीँ गएर भेटौँला है अनि म त्यहाँको जुस सामानहरू पनि एकदम तपाईँहरूलाई चाहियो भने चाहिँ राम्रो गिटारहरू मेरो जुस राम्रै लिङ्क भएको चाहियो अलिकति मिलाएर गरिदिन्छु अहिले सिउ गाइड्स है त त्यही होइन जोरपाटीमा आइपुग्यो यो लेन राखेर चाहिँ एकदम राम्रो भयो दिउँसो ट्राफिकको जाममा पर्ने भएन लेटै भइसक्यो पसल बन्द भयो भने त तनाव हुन्छ भुक्कटै गएको जस्तो मात्रै हुन्छ है जाममा छु अहिले चाहिँ सो हामी चाहिँ यहाँ यता सिराजाहरू तलबाट गएको छ अलिक छ भनेर है अन्त ढिलै भइसक्यो अनि भएन भने त बिजौ भइसक्यो ओके हामी चाहिँ बुजेश्वरी पुग्न लाग्यो सो के भन्न चाहन्छु भने मेरो भ्युअर्सहरूलाई प्लिज keep on watching, keep on supporting
अनि प्लिज तपाईँहरू कोही नयाँ हुन्छ भने टु लाइक कमेन्ट सेयर है। अनि त्यही हो इक्वल सपोर्ट भन्न चाहन्छु। सपोर्ट एकदम जरुरत छ है। त्यही हो। सो मेरो म्युजिक पनि गर्छु प्रायः जस्तो थाहा होला मेरो सब्सक्राइबरहरूलाई। गीतहरू पनि कभरसङहरू गरिरहेको छु अनि अरिजिनल पनि सायद बिस्तारै निकाल्छु होला। सबै कुरा पैसा नै त हो है। So right now we are in बुझेश्वरीमा आइपुग्यो भर्खर है। अब के गर्छौ दिदी, चलाउन आउँदैन कि क्या हो? तर है दाइ के छोरी मान्छेहरू अलिकति कस्तो टाइपले कुदाउँछ भनेको त अब ओके। सो अहिले चाहिँ हामी गौशालामा आइपुग्यो है। यहाँ पनि जामै छ, ट्राफिक जाम हो। सो पुगिसक्यो, हुन त पुग्छ होला 6 बजी बन्द हुन्छ भने जस्तो। अब गौशाला भने चाहिँ आइपुगिहाल्यो। चिसो हुँदो रहेछ है दाइ है बेलुका त है। ज्याकेट लाएर एकदम यसो आफूलाई फेरि हिरो गर्नु पऱ्यो, चलफल हाल्नु पर्ने। अच्छा जस्तो होइन अब त्यस्तो चिसो हुँदैन जस्तो लागेर अलिक चिसै हुँदो रहेछ बाइकमा। झन् ढिलो भइरहेको बेला झन् जाम हुन्छ। कस्तो सुत्नेको छ्यामा चाहिँ यस्तो कम जाम छ त हेर्नु त गाइड। पशुपति ओम नमः शिवाय। फाइनल्ली अब चाहिँ आइपुग्न लाग्यो। अब मेबी धेरै छैन, 1-2 मिनट बाँकी छ। फाइनल्ली बल्ल आइपुग्यो है यहाँ ट्रेजर म्युजिकमा। यो नयाँ यो चाहिँ शान्तिनगर। ल दाइ धन्यवाद है यहाँसम्म पुऱ्याइदिनु भएकोमा। हाम्रो दाइले चाहिँ एकदम मजाले एकदमै कम्फर्टेबल पारामा पुऱ्याइदिनु भयो। धेरै धेरै धन्यवाद। यो चाहिँ भ्लग अहिले भोलि हुन्छ है त। आज एडिट भएर भोलि आउँछ, हेरिदिनु होला है त। ल हस् धन्यवाद दाइ। ल बाई बाई, टेक केयर है त दाइ। सो ट्रेजर म्युजिक चाहिँ त्यहाँ हो। हेलो हेलो ब्लग 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 हेलो। हेलो अरे केटीले आइसक्यो। म चाहिँ यहाँ म्युजिकको भाइब चाहिँ छुट्टै है। हेलो भाइ के छ? भ्लग हुँदैछ है भाइ, भ्लग भइरहेछ नि फेरि। दाइको फेरि त भ्लग हो नि। भाइको नाम के हो? मेरो नाम संस्कार खड्का। संस्कार खड्का हो र। ल ल ठिक। दाइ कहाँ जानुभयो? दाइ भर्खरै बाहिर जानु हो। ओ नमस्ते नमस्ते। सो गाइज यो चाहिँ यस्तो छ है स्टोर, एकदम राम्रो छ। किताबहरू किन्नु मन छ भने चाहिँ एक्सको किन्दा हुन्छ है। मैले चाहिँ रिग्रेट भइरहेको छु। हुन त मेरो राम्रो हो स्मार्ट वर्कको, बट यो एक्सको जुन छ नि
एकदम राम्रो छ है। हेक्सको चाहिँ सबैभन्दा लो बजेटबाट सुरु हुने नै चाहिँ 20,000बाट हो है। 20,500 सेम रहेछ है सबै यो तीनटा चाहिँ है हेक्सको। अब मलाई चाहिँ कलर राम्रो लागेको चाहिँ खासमा चाहिँ अब मलाई राम्रो लाग्ने कलर चाहिँ मेरो चाहिँ फेभरेट कलर चाहिँ यो नै हो। सेम यो मेरो गिटार पनि सेम यही कलर भएरै लिएको हो क्या मैले। सेम है। हल्का प्राइस महँगो हो, कम्पनी महँगो हो। यसको त प्राइस लेखेको छैन रहेछ नि त है। यसको कति छ त यसको चाहिँ छ यसको है 30,000 यसको 30,000 रहेछ होइन। ठिकै छ केही छैन। मलाई चाहिँ एकदमै हेक्सको चाहिँ लिनु परेको थियो त्यो बेलामा। अब होस् हतारमा है आइडिया पनि थिएन लिएर केही छैन। हजुर म लिन्छु हेक्सको लिन चाहिँ। माथिपट्टिको पनि हेक्सको सबै यो झन् एकदम हाई रेटको छ है। लाइक 38,000 छ यसको है। यसको 53,000 है यसको चाहिँ। यो चाहिँ 53,000 को रहेछ है। हेलो दाइ, वेलकम टु माई ब्लग है। सो यो गिटार चाहिँ मेरो हो। यही हो हिजो एकदमै ल्याङ भयो क्या। ओ यस्तो हुन्छ क्या। हिजो कम हिजोको त हाम्रो दाइलाई थाहा हुन्छ होला सायद बिचरा तिमीलाई भन्दा नि। सो अब चाहिँ निस्किनु लाग्यो। गिटार चाहिँ अब भोलिसम्म यहीँ छोडिदिएको छु। भोलिसम्म बनाइदिनु भन्नुभएको छ है। जे पनि फिक्स भएको छैन भन्छ। त्यो अब तलपट्टिको खै त्यो पिकअपहरू पनि हेर्नुपर्छ अरे। त्यो पिकअप पनि लुज भएको छ, त्यो खोल्न टाइम लाग्छ, वेट गर भन्नुभएको छ। फेरि आफूलाई गिटार नभएको सक्दैन। मैले चाहिँ सकेसम्म भोलि नै गरिदिनु भनेको छ। अब हुन्छ सकेसम्म ट्राई गरिदिन्छु भनेको छ। सो म चाहिँ अब निस्किनु लाग्यो यहाँबाट। अब घर जान्छु है त। ओके बाई।